यो पाइल्सलाई चाहिँ पूर्ण रूपमा निको बनाउन अथवा यसलाई चाहिँ शरीरबाट मुक्त गराउनको लागि कुन स्टेजमा चाहिँ डाक्टरकोमा पुग्नु पर्यो, कुन स्टेजबाट चाहिँ जीवनशैली चेन्ज गर्नु पर्यो, उपचार गराउनु पर्यो? सबैभन्दा पाइल्सको विषयमा के छ भन्दाखेरि पाइल्स हजुरले जबसम्म अनुभव गर्नुहुन्न अथवा हजुरलाई फिलिङ्स नभएसम्म हामी पाइल्स अथवा मलद्वार सम्बन्धी चेक जाँच गर्न हामी जाँदैनौँ है। भनेपछि खासमा चाहिँ पाइल्स हुने कारण भनेको त प्रायः जसो कब्जियत हो। पहिला त हामी कब्जियतलाई नै उपचार गर्नु पर्यो कि। भनेको नेपालमा त कब्जियतलाई त रोगै भन्दैन, त्यसलाई त सामान्य रूपमा नै लिन्छ। रोगै भन्दैन। अब मैले हिस्ट्री लिने बेलामा मैले बिरामीलाई सोध्छु, हजुरलाई समस्या के भएर आउनुभयो हो? दिशा साह्रो भएको त दिशा कब्जियत भएको त मलाई डाक्टर साहब 8-10 वर्ष भइसक्यो, तर अहिले 1-1.5 वर्ष भयो दिशा गर्दा मासु आउँछ भन्छ कि। उसलाई त यदि कब्जियत रोग हो भन्दै त ऊ त 10 वर्षै अगाडि आउँथ्यो होला नि। कब्जियतलाई त हामीले रोगै भनेनौँ नि त। कब्जियतले मलाई के गर्छ र? आज दिशा भएन मलाई के भयो र? मेरो दिशा साह्रो भयो मलाई के भयो र? मानिसको सोचाइ त हो नि त। तर त्यही कब्जियतले मान्छेलाई कुन अवस्थामा पुर्याएको छ, जड त त्यही छ नि त। त्यो कुरा नहटिकन त हामी त पाइल्स त कुनै पनि हालतले ठिक बनाउन सक्दैनौँ होइन। भनिसकेपछि हजुरहरूलाई अथवा बिरामीहरूलाई अनुभव हुनलाई सेकेन्ड ग्रेड हुनु पर्यो। त्यो पनि अझ अलि बुझ्ने मान्छेले, आफ्नो शरीरप्रति ध्यान हुनेले दिशा धुने बेलामा ओहो मेरो पहिला यस्तो थियो, अहिले केही अलि फरक भेटिरहेको छु है हुन्छ। अथवा थर्ड ग्रेड भएपछि धकेल्नु पर्ने अवस्थाहरू भइसकेपछि थर्ड ग्रेडमा पनि मान्छेले के गर्छ भन्दाखेरि चाहिँ धकेल्दैन कि अझ उसले मैले धकेलेँ भने थर्ड ग्रेड जान सक्छ भनेर उसले बुद्धि ला, उसले धकेल्दैन। अनि 1-1.5 घन्टासम्म आफै बस्छ सर, अनि 1-1.5 घन्टापछि बिस्तारै जान्छ भन्छ। अनि मैले भने ए बाबा धकेल्नु पर्दैन त, असजिलो भएको छ त, जुन ठाउँबाट आएको त्यो ठाउँ पठाउन सकिन्छ त भन्दा धकेल्यो भने मेरो चाहिँ ग्रेड बढ्छ भनेर मैले नढकेको रहेछ भन्ने कन्डिसनले त्यतिसम्म बनाएर आउनुहुन्छ होइन। भनिसकेपछि यसलाई निर्मूल गराउनको लागि सबैभन्दा ठुलो कुरा पेट राम्रो राखौँ, ग्यास्ट्राइटिस हुन नदिउँ। पहिला त पेट नबिगारौँ पहिला, र त्यसपछि भनेको कब्जियत हुन नदिउँ। यदि कब्जियत भयो भने समयमा औषधिको सेवन गरौँ अथवा आफ्नो बिहेभियर चेन्ज गरौँ। बिहेभियर चेन्ज गर्दा गर्दै पनि भएन भने एक्सर्साइजहरू गरेँ, खानपान डाइटहरू मिलाएँ, सबै कुराहरू गरेर पनि ठिक भएन भने एउटा औषधि खाउँ। किन? कब्जियत हटाउनको लागि औषधि खाउँ, आयुर्वेदिक खाउँ, एलोपेथी खाउँ, होमियोपेथी खाउँ, जुन खाउँ। तर कब्जियत नहट्दाखेरि आज मलद्वार बिग्रियो, भोलि ठुलो आन्द्रा बिग्रिन्छ। ठुलो आन्द्रा बिग्रियो भने ल मलद्वारको समस्या पाइल्स फिस्टुला पोलिप्यापिलाहरू फाल्नु होला रे। ठुलो आन्द्रा त फाल्न सकिँदैन नि, आइबिडी भन्छौँ हामी होइन, इन्फ्लेमेटरी बाउल डिजिजहरू हुन्छन् होइन। यी कुराहरू भइरहने कन्डिसनमा त भोलि हजुरले ठिक बनाउन सक्दैन। जस्तै एउटा हजुरलाई सुगर भयो भने हजुर सुगरको औषधि कति सजिलै भन्नुहुन्छ नि, मैले सुगरको औषधि खाएको छु डाक्टर साहब भन्नुहुन्छ। किन? सुगर कन्ट्रोल गर्नलाई। सुगरले आफैले केही बिगारेको होइन नि, भोलि केही बिगार्न सक्छ, मेरा मुटु हान्छ, किडनी हान्छ, अरू अङ्गका डरले खायो नि त। भनेपछि कब्जियतले पनि मेरो भोलि मलद्वार बिगार्न सक्छ, मेरो ठुलो आन्द्रा बिगार्न सक्छ होइन, मलाई नसर्ने रोगहरू अत्याधिक लाग्न सक्छन्, मेरो पेटको समस्याहरू आइरहेछ, मेरो दिनचर्या बिगारिरहेछ भन्ने यत्रो डिस्टर्ब हुँदा पनि हामी कब्जियतलाई अझ पनि हामी लापरवाही गरेर बसिरहेछौँ। यी कुराहरू जबसम्म हामीले आफूलाई परिवर्तन गर्न सकिँदैन, जबसम्म आफूले पेटलाई राम्रो गर्न सकिँदैन, कब्जियतलाई जबसम्म हटाउन सकिँदैन, पाइल्सलाई राम्रो गराउन सकिँदैन, पाइल्स जोगाउन पनि सकिँदैन होइन। भनेपछि हजुरले भनेको क्वेसनमा कुन अवस्थामा हामीसँग आउने भन्ने कन्डिसनमा जब पेट बिग्रिन्छ, जब कब्जियत सुरु हुन्छ, त्यो अवस्थामा नै हामी चाहिँ उपचारतर्फ लागौँ अथवा आफ्नो बानी व्यवहार सुधार्न लागौँ न, हामीलाई मलद्वार सम्बन्धी कुनै पनि समस्याहरू आउँदैन। अब यो पाइल्सको चाहिँ निको बनाउनको लागि अपरेसनसम्म पुग्नुपर्ने हुन्छ। यो अवस्थामा चाहिँ कुन अवस्थामा चाहिँ अपरेसन आवश्यक पर्ने हो र कुन अवस्थामा चाहिँ अपरेसन नगरिकन पाइल्स निको हुने हो? अब यस्तो छ, हामीले थर्ड ग्रेड र फोर्थ ग्रेडमा चाहिँ पाइल्सको अपरेसन अपरिहार्य छ है। जस्तै सेकेन्ड ग्रेडमा पनि ग्रोथ भइरहेको अवस्था अथवा केही समय हामी औषधि दिन्छौँ, औषधिले इम्प्रुभमेन्ट नभएपछि अपरेसन गर्नुपर्ने अवस्था हुन्छ होइन। भनिसकेपछि के भन्दा अवस्था र बिरामीको प्रकृति हेरेर होइन, कोही बिरामीलाई त्यसैले इरिटेट गरिरहेछ भने मैले यो केही पनि होइन भने पनि, मैले होइन भने पनि ऊ 2-4 दिन होइन भन्छ, फेरि अर्को ठाउँमा जान्छ, ऊ घुमिराख्ने मात्र काम हुन्छ होइन। भनेपछि फर्स्ट अफ अल बिरामीको कम्प्लेन के छ? उसलाई त्यो मासुले इरिटेट गरिरहेको छ, उसलाई त्यही मासु नै नहटाइ हुँदैन, त्यो कन्डिसनमा फाल्नुपर्छ होइन। थर्ड ग्रेड फोर्थ ग्रेडमा त फाल्नै पर्छ। सेकेन्ड ग्रेडमा नि एक्सेसिभ ब्लिडिङहरू छ भने फाल्नै पर्छ होइन। भनेपछि के भन्दा अपरेसन यो अवस्थामा गर्ने नगर्ने भन्नुभन्दा पनि जब त्यसले कुनै पनि कम्प्लिकेसन दिएको छैन सेकेन्ड ग्रेडसम्म भने हामी अपरेसन गर्नु सक्दैनौँ। जब त्यसले कुनै कम्प्लिकेसन दियो भने सेकेन्ड ग्रेड, थर्ड ग्रेड, फोर्थ ग्रेडलाई पनि सर्जरी गर्नुपर्ने आवश्यकता रहन्छ।